उस्तै छ गल्ली माथिले निङ्गुरो टिप्दैछ। यत्रो बनाइसक्यो। म चाहिँ चिन्दिनँ अनि बल्ल यति टिपिरहेको छु। त्यही नै हो कि होइन? त्यो छ नि लेला मस्ने पहाडो त्यो पछि घर भन्ने त्यस्तै छ यो चाहिँ। चाट खाँदैछौँ। एक बोटको छ्याङ खाएको हान्कारी मिनी पो भयो नि त। हाई सेवा सबैजनालाई। आयो सबैजना सन्चै हुनुहुन्छ होला अनि वेलकम ब्याक टु माई ब्लग। अनि मैले चाहिँ यो ब्लग आजै कन्टिन्यू गर्दैछु। अघि चाहिँ हामी उता सिमपानी बजारतिर गएको थियौँ अनि अहिले चाहिँ हामी यहाँ जङ्गलतिर घुम्नु आइरहेको छौँ। लुक एट द भ्यू कस्तो राम्रो छ। हरियो ऊ त्यो पारीको देखेको डाँडा चाहिँ खोटाङ हो। अनि अहिले चाहिँ यतातिर चाहिँ 14 सामसिला भन्छ अनि हामी चाहिँ तल यता तलको जङ्गलतिर हिँडेको। सामसिला जङ्गल सबैजना भएको बेला घुम्नु जाउँ भनेर। अनि म चाहिँ यता नआएको कति धेरै भइसक्यो। अनि अब साथी पनि आएको छ अनि उसलाई नै घुम्नु हुन्छ अनि मलाई पनि हुन्छ भनेर हिँडेको। अनि म थोरै क्लिपहरू लिँदै आउँछु देखाउँछु। भिडियो हेर्दै गर्नु होला। हामी सबैजना हिँडेको छौँ अहिले चाहिँ। यहाँनिर चाहिँ यो चाहिँ अगौटे होला सायद मकै अनि यता धानहरू छ। पानी बिहान यस्तो परेर अहिले त पानी परेकै छ। अनि दिउँसो चाहिँ घाम लाग्छ अनि त्यो पानी परेकोले पनि होला यस्तो उहरू चाहिँ कस्तो क्लियर राम्रो देखिरहेछ घाम लागेको बेला चाहिँ। ल अब चाहिँ बाटोमा राम्रो राम्रो उहरू देख्यो भने म देखाउँदै जान्छु। भिडियो हेर्दै गर्नु होला। यसरी होला है। म अब गुलेली हान्छु है। केलाई लगाम भन? बाँदरलाई लगाऊ है। गोरेटो आउने उस्तै छ गल्ली तिमी कतै बद्ल्यौ कि। टाउकोतिर हान्छु है। सिटी बजाइदिउँ ल। यता डाँडातिर चाहिँ पहिले हामी पनि गोठाला आउँथ्यौँ सानोमा। अनि उहाँ माथि चाहिँ गोठाला गर्नुहुँदैछ दाजुहरू यतातिर। अनि यहाँ माथि पनि हुनुहुन्छ यतातिर छाता ओढेर बसिरहनुहुन्छ। अब हामी चाहिँ तलतिर हिँडेको। यतातिर चाहिँ हाम्रो पनि खेत छ हो त्यतातिर। अहिले चाहिँ हामी यहाँ दाजुहरूको घरमा आइपुगेको छौँ। उहाँहरू चाहिँ यहाँ तल बस्नुहुन्छ एक्लै। अनि यहाँनिर चाहिँ के पाल्नु भएको छ माछाहरू कति धेरै सुँगुर कुखुराहरू गर्नुहुन्छ। यो चाहिँ जङ्गलको छेउमा छ। त्यो छ नि लेला मस्ने पहाडो त्यो पछि घर भन्ने त्यस्तै छ यो चाहिँ। आमे कति राम्रो कति राम्रो काली बिरालो। आहा कस्तो राम्रो यसको लाग्छ म भाग्यो पो। ऊ यहाँ तलतिर यतातिर चाहिँ माछाहरू पाल्नु भएको छ। हामी चाहिँ अब यतै डुल्दै आएको। माछा कति धेरै रहेछ हौ। झन् अरू कति धेरै होला। यहाँनिर चाहिँ यहाँ पानीको पनि दुःख छैन। आनन्दै जङ्गलको बिचमा सबै स्वतन्त्र। अब म चाहिँ पानी खानु पर्यो यहाँ। ल हामी चाहिँ जङ्गल आइपुग्यौँ सामसिला भन्ने। अनि यस्तो राम्रो देखेको वाउ। यता चाहिँ अहिले रोड बनेको रहेछ। पहिले चाहिँ सबै झोरगाडी थियो। म नआएको त यता कति वर्ष भयो। म उता गएदेखि यता आएको छैन भनेपछि म उता गएको कति वर्ष भयो। कम्तीमा पनि 15 वर्ष भयो सायद।
वाउ यो रुख कति राम्रो। ल जाम हामी चाहिँ आज जङ्गल घुम्दै घुम्दै निङ्गुरो टिप्न आएको। कसको गोरु रहेछ यार, म चाहिँ गोरुदेखि लास्ट डर लाग्छ। यतातिर हाम्रो रुखहरू छ। म चाहिँ फेरि आफ्नै उहरू पनि चिन्दिनँ है। पहिले यहाँनिर एउटा के बत्ती उ गर्ने कि के गर्ने उ थियो नि। स्कुल चाहिँ नजानु रे, यस्तोमा चाहिँ खुब रमाउनु है। यस्तो बाटो छ त्यही पनि पछ्याउँदै आयो स्कुल जानुपर्छ भनेर। अल्छी निङ्गुरे चाहिँ नभेट्ने रहेछ, गलिने मात्र रहेछ है। लो बच्चा उकालो हिँड्नु पर्यो। छ्या त्यसो नगर्नु। निङ्गुरो खोज्नु आएको। निङ्गुरो चाहिँ रहेनकै छ। उहाँ तलदेखि आएको गलेमा बाटो यस्तो उकालो जानुपर्छ। नाना चाहिँ तल खोज्नु हुँदैछ। रोजिना उ त्यता, म चाहिँ हिँड्दैछु। म त चिन्दिनँ पनि निङ्गुरो। म चाहिँ साथी मात्र आएको जङ्गल घुम्नु। भेट्दिनँ पनि देख्दिनँ पनि, देखेको पनि चिन्दिनँ। इधर आओ न, उधर नहीं, जल्दी उधर नहीं आना, इधर आओ। यो नि हो कि होइन हौ निङ्गुरो, कस्तो हुन्छ चिन्दिनँ पनि। यहाँ चाहिँ मेरो साथीले निङ्गुरो टिप्दैछ। यत्रो बनाइसक्यो। म चाहिँ चिन्दिनँ अनि बल्ल यति टिपिरहेको छु। त्यही नै हो कि होइन, पाकै यति। म त चिन्दिनँ त। तलदेखि आएको हामी चाहिँ अब यस्तो गरेर उता खोलामा जाने। सबै अरूले टिपिसक्नु भएको रहेछ निङ्गुरो त। नाना यता हुनुहुन्छ, यहाँ चाहिँ कति बनायो खोइ। आमामा 2 छाक हुने रहेछ, 2 जनाको मिलाएर। हामीलाई त मामुहरूले छोडेर जानुभयो हौ। तिमी मलाई बाटो देखाउने? हस्, म तिम्रो पछि पछि आउँछु ल। तिमी पो छिरी जान्छौ, म त कसरी आउने हो? हो र, मलाई गाह्रो पर्यो। आइया यस्तो गर्नु। मलाई मेरो छोराले मात्र माया गर्ने रहेछ नि। रोटी बनाइदिनु? अच्छा, कस्तो रोटी? हस् ल, छिटो हिँड्नुहोस् न। आँखा घोचाइ सिस्नु छ त्यहाँ पोलो भगवान। ल अहिले चाहिँ हामी के पो ठाउँ यो त? मक्कु आइपुग्यौँ। यो चाहिँ हाम्रो चिउरीहरू, रुखहरू। यहाँ नानाहरूकोमा आएर चाट खाँदैछौँ। हाम्रो त उहाँ बाजेले उता पठाइदिए भन्नुहुँदै थियो र पायो भने अलिक 5-6 माना ल्याउनु पर्यो। भनेको थिएन, 3 माना थियो, त्यही भएर नि। एक ठाउँ 10 रुपियाँ माना पुगाइराख्छु। कतिखेर रोप्नु पनि त खोर्सानीको बिउ पनि उता त बजारको त राम्रो त्यो क्या ओखबिरे भन्छ, त्यत्रो भुडे हुन्छ क्या तिर। कस्तो रहेछ? मेरो छोराले चाहिँ यहाँ जुठो भाडा गर्दैछ। रोटी चाहिँ पोलेन भने यस्तो हान्नुपर्छ है छोरी। वाउ, क्लिन बनाए ल। यस्तो सिरियस भएर बनाउनु भयो होला। ल आऊ। एक बोटको छ्याङ खाएको यहाँ हेर्नु है। एक बोटको छ्याङ खाएको हामी त रिनिनी पो भयो नि त।
तिम्रो त अनुहारमै देख्दो रहेछ